नाम चाहिँ लक्ष्मी नेपाली हो। मेरो घर चाहिँ चौरनपापार नगरपालिका वडा नम्बर 5 घर चाहिँ सिबाई यही हो। घर चाहिँ टनल पनि मेरो यही हो। अब यो समृद्धिसँग पहिला जोइन नहुँदाखेरि चाहिँ अलिअलि मात्रै थोरै तिनी तरकारी खेती गर्थे। मसित सिँचाइको कम्ती थियो अनि मेरो श्रीमान चाहिँ विदेश जानुभएको थियो। विदेशमा चाहिँ त्यति खासै कमाइ पनि भएन। अनि अब जग्गा जमिन छ आफ्नै, अलिअलि कलहरू छँदैछ। कलबाट भए पनि पानी चलाएर चाहिँ अब तरकारी खेती गर्ने भनेर फर्केर आउनुभयो। अनि त्यस पछाडिदेखि चाहिँ अनि तरकारी खेती गर्न थाल्यो। थोरै थोरै गरिन्थ्यो। अब सिँचाइ थिएन, अब प्राविधिक ज्ञान पनि थिएन हामीसँग, अब पाइएको थिएन। त्यही भनेर अब गर्दा पनि अलिक थोरै उत्पादन हुन्थ्यो। गर्न चाहिँ निकै गर्थ्यौँ तर उत्पादन चाहिँ थोरै हुन्थ्यो। यो टनेलहरू पनि पहिला मैले आफैले बनाइरहेको थिएँ। अब प्राविधिक ज्ञान थिएन, थोरै केही पुगेन। हावाहरूले उडाइदियो, पानीहरूले पनि उडाइदियो। समृद्धिसँग जोइन भएपछि चाहिँ अनि यो टनेल बनाउने पनि तालिम दिनुभयो। तालिम दिएपछि आफैले बनायौँ टनेलहरू पनि। अहिले चाहिँ अब राम्रो छ, पानी छिर्दैन, हावाले उडाइराखेको छैन। तरकारीहरू जे लाए पनि बर्खे हिउँदे जे लाए पनि हुन्छ। अनि समृद्धिसँग जोइन नहुँदाखेरि चाहिँ वार्षिक मेरो त्यही 10, 15, 20 हजार जति तरकारीबाट आम्दानी हुन्थ्यो। समृद्धिसँग जोइन भइसकेपछि चाहिँ अहिले मेरो चाहिँ वार्षिक कम्तीमा पनि 2.5-3 जति चाहिँ हुन्छ वार्षिक आम्दानी। परिवार नै हामी 2 जना छौँ। अनि परिवार 2 जना सबै लागेरै गर्छौँ, म एक्लै होइन। विदेशमा यति दुःख गर्ने हो भने त यहीँ छ विदेशमा भन्दा मलाई त यहीँ राम्रो लाग्यो। किन म त्यो दुबईमा गएर त्यो खाडीमा बिल्डिङ गर्नसम्म गएको थिएँ, घाममा यति काम गर्नुपर्ने, त्योभन्दा यही ठाउँमा घर परिवारसँग बसेर यो साह्रै राम्रो लाग्यो। यही गर्दा नै होला भन्ने छ। यो समृद्धि आइकन हामीलाई ठुलो उपलब्धि भयो। हाम्रो हरियाली महिला कृषि समूहमा चाहिँ धेरै ठुलो उपलब्धि भयो। अब पहिला यति कोठेबारीमा लाइन्थ्यो भनेदेखि अहिले समृद्धिले हामीलाई साथ सहयोग दिइकन कम्तीमा पनि एउटा सदस्यको 5 कट्ठा 4 कट्ठा 3 कट्ठा नगर्नेको पनि 1.5-2 कट्ठा तरकारी खेती गर्छौँ। यो समृद्धिले आएर त्यो 36 हप्ता तालिम दिएपछि त हामी त परिचय दिन पनि प्रष्ट भयौँ। अब अहिले सरहरूसँग बोल्न पनि खासै त्यति धक डरहरू लाग्दैन। नभए त गाडी लिएर आउनुभयो भने अब के सोध्नुहुन्छ अनि के भन्नुपर्ने, अब परिचय दिनुपर्ने हो कि के भन्नुपर्ने, नाम भने डर मर्दो हुन्थ्यो। अब त अध्यक्ष त यो समृद्धिको एकेआरे हरियाली कृषि समूहको अध्यक्ष मात्रै होइन, म त यो तालिम लिएर अनि यो समृद्धिको साथ सहयोगले त म त सामुदायिक वनको अध्यक्ष पो भइरहेछ त सर अहिले त।